बसेर कुरा हैन मसँग मैले आज न दिदी तपाईँ पनि राम्रो तरिकाले बोल्नु मैले तिमीलाई पालेर हुँदाको आफैलाई टक्न खोज्छु गल्ती कसले गरेको गल्ती गरेपछि गल्तीलाई स्वीकार गर्नु पर्यो पैसा निकाल्नु पर्यो मान्छे खाते नि यो भिखारी साला खाते समुद्र मुनिको आउँछ मंगल गरेर माले तेरो कुना कुना खोल्नु अब तल साला मैले के सिधा देख्छु के आनालाई शब्द के बोल गानिस ल हैन ठीक छ हैन ठीक छ अब यो पुरानीको अनुसन्धान गर्नलाई गुरुकै चौकीमा हिँड अब त्यसलाई म यही सेयर दिन्छु चौकीमा हिँड बोलाउनु सर पैसा त हुनु पर्यो सर बोलाउनु बोलाउनु बस गर्नु छोड्नु ठीक छ अब भयो लु भयो बहिनी अब कुरा गर्न बस हात नहाल्नु भाइ आज न हात नहाल्नु अब कुरा गरौँ अब हैन पैसा हिँड आमिना अब त्यो उहाँले गर्दैन 1000 हो मैले लिएको त्यो भन्दा मैले भन्दा अगाडिको पेपरका पैसा कहाँ छन् 2,27,000 लिएर स्कुटी किन्छु भनेको पैसा खोइ कहाँ दिएको छ मलाई 2,70,000 त्यो पैसा निकाल खुर्को कहाँ दिएको छ 2,70,000 बिल लिएर आएको छ बकाइदासँग बिल छ बिल छ मलाई दिएको छैन 2,70,000 कहाँ दिएको छ भन्ने सबभन्दा दामाङ यो होटलमा रात बिताउनुको त्यसो गरेको धादिङमा होटलमा रात बिताउनुको उसँग बिताको त्यसरी गरेको गरेको हो धादिङ जान्छु भनेर सत्य हो त्यो कुरा गरे भन्दैमा तिमी ठाउँमा गएर कुरा गर्ने हामीलाई जान्न दिनु हैन यहाँ अनि जिगा तर परिवार यहाँ जिगा कुटाइ खाएको देखेको कहिले मलाई किन कहलोस गरिस म एउटा यसै जेल जाने अब त मेरो हातमा बोल्दैन हैन सँग यो रानी छोरा चाहिँ अझ मर्छ त्यो म काट्दिन्छु पट्टै लाएर त्यो म काट्दिन्छु यही जेल जान्छु म तपाईँ चाहिँ उहाँसँग बिहे गरेर आएको हो मलाई पनि मार किन त यो अर्काको तस्मा तपाईको हैन अर्काको पुलिस स्टेसन ल्याउनु त भएन होटलमा रात बिताउनुको छोड्दैन छोडौ है म यसको फोर्दिन्छु हे बस यहाँ राख नको सुन अरे कसरी गरेछस् मैले जान्छु भने मलाई कसो गर्नु मैले नगरेको कुराहरू लाएर तैँले मैले किन बुझ्दैनस् भन् मैले नगरेको कुराहरू लाएर मलाई कति गरेको छ जाने थिइनँ मधुबाला जानु भनेर म ठिक परेको थिएँ कसो गर्यो त कसो गर्यो दिदी तपाईँको बुढा यहाँ छ त अनि दुनिया सारा यता दिनरात भिडियो आइरहेको छ मोबाइल हेरेर मान्छे यस्तो लडाइँ झगडा देखाइरहेको हुन्छ भिडियोमा यस्तो गल्ती गर्दाखेरि यस्तो हुँदो रहेछ 70 वर्षको आमा रुएर तिम्रो लागि नि म 2 महिना लडाइँ गरेँ थाहा छ तिम्रो लागि म लडाइँ गरेको यो कुरा खाता के गरेको त हैन यहाँ कुरा गर्नुपर्छ आना गरेर हुँदैन पहिला म मार्दिन्छु पैसाको कुरा छ पैसाको तैले छोरा लगा लुगाएर कहाँ राखिस् भन्न मेन्टेन हुनु किन सम्पर्क बिल गरिस् तिम्रो मुनि सम्पर्क किन बिल गरिस् हैन उले चाहिँ के भन्दै ल्याए सोधौँ न उले चाहिँ लाज हुँदैन अर्काको घर बिगार्नुलाई बुढी छोरा तपाईले के भन्दै ल्याएको भन्नु त दिम तल म धाल्दिन है भाग्ने है यहाँ ल्याउनु चप्पल सब लाउनु पर्दैन त यहाँ बस्नु कहि पनि जाँदैनस् अब त मेरो गइस् त मेरो हात धेरै अनि तपाईँ चाहिँ आएको उहाँसँग बिहे गरेको यस्तो गल्ती गर्ने हो हामीले केही नगरे नि मा फागुनदेखि नि हामीलाई ऊ त विदेशमा थियो फागुनदेखि हामीलाई यति गरो यति बेजत गरो दुईटैलाई चिज त्यो गर्ने मान्छे सविता तामाङ अर्काको बुढी लिएर आएछ के अर्काको बुढी उहाँले होटलमा होटलमा राति बसेको कुन होटलको यो कुन होटलको तिरोमणि यो कुन होटलको देखा माइतीको इज्जत फाल्छ तँलाई पालेर राखेको गाडीको छोरा हैन यहाँ बस त्यस्तो कुरा नगर्नु यहाँ बोलाउने व्यवस्था गर्ने
कसलाई बोलाउनु अनि तपाईँले उहाँलाई अर्काको बुढी ल्याएको हो चाहिँ हो कि होइन भन्नु त दाइ त्यो त हो अनि अनि बसेर कुरा गरौँ समस्याको ठिक छ त तर यसरी आएर डाङडुङ हान्न त होइन नि त होइन अनि सुन्नु त तपाईँ पनि त विदेश गएको बेला तपाईँको बुढी यसरी लग्यो भने कस्तो लाग्छ लगेकै हो नि त अनि अरूले नभने उसको ल्याउनु पर्छ त लगिदिने तपाईँ त्यो त होइन नि त अनि होइन भने किन त्यस्तो हको के हको भने नि यो भन्दा धेरै महिना अगाडिदेखि पैसाको कुरा छ पैसा मान्छे लगाइसक्यो पैसा धेरै चाहियो नि अगाडि 6 महिना जस्तो अगाडिदेखि पैसा पहिला के भयो भने टिकटकमा पुरै बेइज्जती भयो क्या हामी दुईजनाको बुढाबुढी भनेर बुढाबुढी भनेर बुढाबुढी भनेर हरेक बेइज्जती आयो होइन लास्टमा हार्दै सहन सकिन होइन समाधान हुन्छ अर्काको घर बिगार्ने साले होइन त्यो भएपछि हातमा हाल्नु न आनेर केही हुन्न क्या कस्तो मान्छे तपाईँ पहिला कुरा गरौँ न राम्रोसँग बसेर कुरा गरौँ न यहाँ कुरा गर्नु न गल्ती गरिहाल्नु कुरा गरौँ पहिला पुलिस बोलाऊँ यहाँ पैसाको कुरा छ यहाँ सबभन्दा मेन कुरो पैसाको कुरो छ यहाँ अनि त्यसरी बेइज्जत भएपछि तपाईँ अनि उहाँलाई चाहिँ मैले उठाएको होइन मसँग चाहिँ पनि त्यो सबै टिकटकमा भएको कुराहरू पहिलेदेखिको सबै छ होइन यसै गर्छ यो त्यस्तो होइन अब त्यहाँ प्रमाण हेर्नुपर्छ प्रमाण हेर्नुपर्छ फसाउने यो अनि तपाईँले त उहाँलाई मार्ने धम्की पनि दिएको रहेछ नि त तपाईँहरूले नभन् फेरि दिँदैछु म जानु तपाईँहरू नभन् कुट्नाति नकुट्नु प्रमाणित मैले केही गल्ती कमी कमजोरी तपाईँमाथि छ भने अहिले देखाउनुहोस् मेरो नामबाट तपाईँलाई चाहिँ के सोध्न चाहिरहेको थिएँ त्यतिखेर भने म विदेशमा छु होइन हामीहरू दुईजना बोले हौ त्यस्तो बेइज्जत भइरहेछ त्यस्तो नहोस् होइन म जान्दिनँ तपाईँ पनि विदेशमै हुनुहुन्थ्यो नेपालमा आएको 2 महिना त भयो यिनीहरूको चक्कर हो पहिला तपाईँ लप्चे परेको ल पनि परे होइन कुराकानी हुन्थ्यो पछि बिचमा बोल्न छोडियो टिकटक छोडेपछि टिकटकमा हात नहाल्नु होइन हात नहाल्नु ल ठिक छ झुटो नबोल हेर्नुहोस् मलाई यहीँ मार 2,70,000 मैले बाबु आमालाई कति पीडित बनाएकी छौ तिम्रो काण्ड कति भयो तिमीले काण्ड देखाएको कति भयो काठमाडौँमा कस्तो कस्तो काण्ड आयो काण्ड बढी बोल्ने होइन अहिले भत्काइदिन्छु बसेको मान्छे ताइले निकालेको तिमीलाई त मैले 2 महिना लडाइँ गरेको थाहा छ कि छैन त्यो कुहेको मान्छे निकालेको कुहेर तिमी मर्न माथि पुगेको मान्छे हो मैले निकालेको बिर्सेस सिधै पैसा गाड्नु हिसाबले देख सुन अर्को केटासँग रमाउने भोलि अर्को केटासँग रमाउने तिरो नि म कख्नु त एकछिन अनि तपाईँ त उता घर जान्छु भने होटेलमा बसेको उहाँसँग हो यहाँ भिडियो छ तिमीलाई मैले कति लडेँ हातले अहिले भाँचिदिन्छु म अहिले किन पाउँदैन मैले तिम्रो लागि कति लडेँ हो थाहा छ कि छैन त्यो कथा कहानी मलाई मार्न लागे दाजु म पौसीदेखि हाम फाल्छु भनेको हो कि होइन होइन यसो गरौँ अब उहाँहरू सहमति हुन्छ नि क्या चौकी चामललाई गर्नु अब तपाईँको लेनदेनको कुराहरू मिल्छ भने चौकी नगरिहालौँ अहिले अब कुरा गरौँ न अब उहाँसँग बोल्नै पाएको छैन ल ठिक छ अब हामी आमालाई के को उहाँसँग कुरा गर्नु मोबाइल बोल्दिन त चुप एक सेकेन्ड जब मेरो हातमा आउँदैन मेरो कानमा छ बुझिस 22,000 मा मैले किनेको बिल छ तपाईको मोबाइल लानुहोस् दिन्न म तेरो मोबाइल पनि मेरो घर कसरी तस्बिर गरिस् सोचे तेरो घर चाहन्छु नि सोचेको त्यो मोबाइल चाहिँ किन दिएको मैले दिएको त फिर्ता दिन्छु होइन फिर्ता त दिन्छ कि मोबाइल अब यसो म राख्छु अब यस्तो गरौँ न त यसो गरौँ अब यसो गरौँ न त दाजु तपाईँले उहाँको अर्काको बुढी ल्याएकै हो त के भनेर ल्याउनु भयो त नानी पनि रहेछ हामीहरूको त्यो टिकटकमा बेइज्जत भएको यहीँ छ टिकटक बनाएको होइन त्यो टिकटकको मोबाइल म सबै देखाइदिन्छु केटीहरूलाई होइन त्यो सबै त्यो तपाईँहरूले पनि हेरिदिनु होला होइन तपाईँहरू पनि बुझ्ने मान्छे हो होइन बुझ्ने मान्छे किन अर्काको बुढी उठायो होइन हामीहरूको बेइज्जती भएर लास्टमा सहनै नसक्ने भएर उठाएको हो होइन हो किन भन त 98 तपाईँ चाहिँ त्यो दिन बजार जाने भनेर आउनु भएको घरमा त्यस्तो भयो एकछिन ल स्कुटी किन्छु भनेर भनेको पनि थियो मैले 2,70,000 मैले 1 रुपैयाँ लिएको छैन मलाई त्यो आरोप लगाएकोस् 75,000 मैले लिएको जसरी पनि तिर्छु मैले चलाएको छु म तिर्छु टाइम लाग्छ म तिर्छु
तर मलाई त्यो बेलुका मैले नगरेको कुराहरू गरेर मलाई कति धम्की आयो कता कता नगरेको कुरा हामीले तिरेको पैसा हो त्यो गरिबी सञ्जालको पैसा फोटो स्क्रिन गर्दै फोटो पठाउँदै स्क्रिन कसरी घरमा काट्न मार्नु पठाइन्थ्यो 2 बजे रात कसो बोले बसे त गीतगारको कसो छ कहिले होइन हात नलगाउनु राम्रो तरिकाले कुरा गर्नु हात नलगाउनु उठेर पैसा समाधान हुन्छ होइन राम्रो दिदी भयो त हात नलगाउनु म छोड्दिनँ उहीसँग बस्ने बस्छु म यति गरेपछि म किन जान्छु ठिक छ सर अब सम्झौताको कुरा गरौँ न अब उहाँले तिर्छ भने ठिक छ त जसरी पनि हामी पैसा तिर्छौँ अब उहाँ पनि विदेश गइरहेको रहेछ त उहाँको दिदीलाई के शब्द बोलेको छ आमालाई के शब्द बोलेको छ भोइस रेकर्डमा पनि कसले उहाँले उहाँले जसरी मेरो घर तस्न गरेछ यो आत्मा कसरी जलेछ हेर्नुस् होइन यो खातल गर्दाखेरि मेरो घरबार बिगाएर तस्नस् यसलाई म नुनचोक लाएर यही मार्दिन्छु म यति साह्रो हो तमासा देखाउने 8 वर्ष 7 वर्ष माइतीले ओतपात राखेको हिसाब किताब आज यही हो मैले के गरेँ छोड्नुस् यति नै हो मेरो छोराछोरीमा खेलबाड गर्छ मैले तँलाई के गरिन खेलबाड गर्ने मेरो शरीरमा अब छोडिदिनु के म दोकानलाई राखेको गुडिया हो भने छोडिदिन्छ गुडिया हो म एक मिनेट ल सुन्नु